आफ्टर लङ टाइम साउन्ड सिस्टममा है ल के छ काजी सर साउन्ड सिस्टममा सब चलेछ अनि जो जिजुले हाम्रो काजी सरलाई 15-16वटा प्रोग्राम भयो भने मात्र बस्ने अरे जो जिजुमा मेन टेक्निसियन जो जिजुको मेन टेक्निसियन है यो चाहिँ हाम्रो काम गर्ने हाम्रो सानो जोन भयो है यो र अब सक्क साउन्ड चेक गरेर ट्याक्क गर्नु परेको नल्लु फुल लोडेड सामान ल टक्क हाम्रो प्रोग्राम यही छ स्याट ल आजको प्रोग्रामको ल स्टार्ट भइसकेछ बच्चाहरू खेल्न सुरु भइसकेछ है सब छ यो चाहिँ म भइहाल्यो है सबैलाई मेरो भ्लगमा स्वागत छ सबैलाई हाम्रो सब साउन्ड सिस्टमहरू त्यस्तै भइरहेछ है सब त साउन्ड सिस्टमहरू प्रोग्राम भने हो सबैजनालाई मेरो यो अनब्रेकेबल ब्रोडर्स भ्लगमा आज चाहिँ हाम्रो भ्लगमा चाहिँ महान चर्चित विज्ञ व्यक्ति साउन्डको विज्ञ व्यक्ति नाम शोहरत त्यस्तै भएको हाम्रो एके काजी सर चाहिँ हाम्रो यो मकैमा टक्क सानो गफसफ साथीसँग पुरानो लङ टाइम पछि भेट भएको लभली नमस्कार काजीको सबैलाई काजीको तर्फबाट नमस्कार छ आज यहाँ असारे मेलामा हामी उपस्थित भइरहेछौँ हाम्रो साउन्ड लिएर अब मैले के भनौँ भन्दा अब उहाँबाटै सुरु गर्नुहोस् ल साथीसँग चाहिँ आज सानो लङ टाइम पछि सानो भेटघाटमा अब सुरुमा अब साउन्डबाटै सुरु गरौँ कसरी सुरु भयो तिम्रो साउन्ड सिस्टमको जर्नी मेरो जर्नी चाहिँ अब कसरी सुरु भयो भनौँ मैले अब सुरुमा बिगिनर थिएँ म एकदमै अब नजान्ने थिएँ अहिले संसार हल्लाइरहेको छु अरू होइन अनि साउन्ड सिस्टममा राम्रै भइरहेछ होला फ्रेमहरू पनि पाइरहेछ होला फ्रेमहरू मैले खतरा पाइरहेको छु अहिले इन्टरनेसनल गरिरहेको छु मैले अनि अब सो इन्टरनेसनल गर्दा गर्दै अब केही मेरो आफ्नै पर्सनल बिजनेसहरू गरौँ भन्ने अनि हाम्रो दर्शकहरूलाई यो साउन्ड टेक्निसियन भएर हजुरले कतिको पैसा कमाइराख्नु भएछ त्यसको बारेमा नि भन्नुहोस् पैसा छैन यसमा पैसा छैन पैसा चाहिँ हजुर अनि गेटअप त फेरि कडा छ त गेटअप अलिअलि हुन्छ होइन अरे ब्यारी क्वेसन सोध त अनि त्यही हो साथीलाई चाहिँ पहिल्यैदेखि साउन्ड सिस्टमै गर्नु मन लाग्थ्यो कि पछि आएर चाहिँ इन्ट्रेस्ट भएको साथी तिमीलाई म चाहिँ म्युजिक लभर हो खतरा म्युजिक लभर हो मलाई चाहिँ एकदम सोख खतरा सोख म यहाँ साउन्ड चलाउनु खतरा सोख अहिले चाहिँ एउटा मौसम चलिरहेछ त्यसमा गरिरहेको छु अब चाहिँ आज सकिन्छ होला अनि साउन्डमा मात्रै इन्ट्रेस्ट छ कि अरू केही कुराहरू प्याराग्लाइड स्यारिङहरू स्विमिङहरू त खुबै भइहाल्यो स्विमिङको कुरा नगरौँ साथी स्विमिङ भन्ने चिज मैले यो पोखराको अहिले तिनजना आइज कि यहाँ तिम्रो अर्को चाहिँ यहाँ ब्लग बनाउने बोला त भाइ पोखराको मैले खतरा ठाउँतिर स्विमिङ गरिरहेको छु मैले अहिले चाहिँ अनि एभेन्जरको कुरा गरौँ भने एभेन्जर गरिरहेको छु मैले हिँडिरहेको छु त्यो नि खिचिदिउँ न हाम्रा स्पेसल गेस्टहरूबाट चाहिँ असारे 15बाट सानो के चाहिँ भन्नु सानो वर्णन गर्न चाहन्छ नमस्ते मेरो नाम विवश थापा नमस्ते मेरो नाम काजी एके ऋतिक शेर्पाली आजको यस के अरे असार 15 हाम्रो नेपालीको महान दिन
हामी जस्तो किसान हाम्रो बाउ बाजे पुर्खादेखि सबै किसान गर्दै आएको हुनाले यो दिन हामीलाई एकदम महत्त्वपूर्ण छ। यो दिनमा हामी पानी पर्ने सिजन पनि हो यो असारको महिना, त्यसैले हामी धानसान रोप्ने जस्तो कार्यक्रमहरू गर्छौँ। हामीलाई भविष्यमा त्यसले खाना पुग्छ, पैसा सैसा पाइन्छ अलिअलि होइन, त्यही हो। अनि हामी चाहिँ अब सानो प्रोग्रामको लागि असार 15 को प्रोग्रामको लागि साउन्ड सिस्टम लिएर होइन आएको छ यता र्यालीमा सहभागी हुन सहभागी। हामीलाई एकदम खुसी लाग्छ यस्तो पर्वहरूमा हिँड्न पाउँदा। के कसो भन्न तिमी? मलाई नि खुसी एकदम गर्व फिल हुन्छ। हाम्रो यो अब नेपालको कृषि क्षेत्रमा चाहिँ एकदमै असार 15 भनेपछि हामीले दही चिउरा खाने अनि कृषि क्षेत्रमा केही होस् न, कृषिको लागि केही होस् न भन्ने कारणले गर्दा साथी यस्तो। अनि हाम्रो अब सरकारले पनि एकदम ध्यान दिनु पर्यो कृषितिर, धेरै फेसिलिटीहरू होइन, इनोभेसन रिसर्च गर्नु पर्यो सरकारले नि, अनि सजिलो होस् कृषि गर्न नि। धेरै यङ केटाहरू नि सामेल हुनु पर्यो। हामी पनि यस्तै, हामी पनि कृषि नै गरेर आएको हो, हामी पनि कृषि नै गर्छौँ। जे होस् हाम्रो अहिले छुट्टै काम छ साउन्ड सिस्टम भए पनि हाम्रो बाबुआमा बाजे बजै जिजु बाजे हजुरबा सब कृषिमा भएर त्यही भएर हामी पनि अब बिस्तारै कृषितिर लाग्ने कुरा गर्दैछौँ। धन्यवाद साथीहरूलाई। ल हाम्रो चाहिँ ल सुरु भइसक्यो है, र र्याली चाहिँ आमाहरू चाहिँ पछाडि हुनुहुन्छ। हाम्रो ल पाघाट समूह आमा समूह टोलीहरूको धानग्रामको लागि ल यस्तो छ है आजको प्रस्तुति, हिले मेलाको प्रस्तुतिमा। कहाँ घुम्छ दिदी? यो कहाँ घुम्नुहुन्छ यो लिएर? ल यस्तो छ है। ल फार्मिङको लागि के सामग्रीहरू चाहिने आमाहरूले लिएर आउनुभएछ सबै धानसान ट्याक्क। स्पेसल सेगुहरू है, हलोहरू के चाहिन्छ सामग्रीहरू सब बोकेर आउनुभएको छ। ल असार 15 यस्तो छ है माहौल आजको प्रोग्रामको छ त हाम्रो सांस्कृतिक धर्म र धरोहरलाई हामीले जगेर्ना गर्नै पर्छ। त्यसैले पनि हामीले अर्को वर्ष अझ भव्य र सभ्य रूपमा हामीले हाम्रा कार्यक्रमलाई अगाडि बढाउनेछौँ र त्यति बेला अझ भाइ बहिनीहरूको उपस्थिति रहनेछ भन्ने विश्वास व्यक्त गर्दछौँ। देविस्थान भलिबल समूह अब निकै भव्य र सफल रूपमा यो कार्यक्रम अगाडि बढाउँछ। हामीलाई सुनिरहेका सम्पूर्ण हाम्रो दर्शक भाइहरू हामीलाई विशेष हामी गर्न चाहन्छौँ। अब हामी बिस्तारै सांस्कृतिक माहौल प्रस्तुत गर्न गएका छौँ। हाम्रा राष्ट्रिय कथाकारी प्रतिष्ठान नेपालका सचिव लोकप्रिय कलाकार घनश्याम रिजाललाई हामीसँग हुनुहुन्छ। महोत्सवको फाइनल लाइन गयो।
आज को पुग्छ होला र है पुग्छ होला भाले समाउने प्रतियोगितामा प्रतियोगी गाउँको कलेज भाले समाउनको लागि बिस्तार माथि जाँदै हुनुहुन्छ। हामी सबैले हुटिङ गरेर ताली बजाएर सपोर्टै अगाडि बढ्नुहोस्। अब धेरै छैन, घर्सिँदै जानुहोला। हामीले बाँसको टुप्पोमा भाले राखेका छैनौँ। तपाईँले त्यो बेलुनलाई छोए पनि हुन्छ, बेलुन छोई अथवा झन्डा छोएर तपाईँ तल बिस्तारै ओर्लिनु होला। अब थोरै बाँकी छ, अब धेरै छैन, एक बित्ता पनि छैन। रहेको थियो भाले समाउने खेल प्रतियोगिता। पर्सी